को लगाएर कति पटक वार्ता गर्नुभयो राजा ज्ञानेन्द्रसँग चाहिँ? ज्ञानेन्द्रसँग हाम्रो कहीँ कतै वार्ता भएकै थिएन, भएकै छैन, गर्दै गरिएन। जब कङ्ग्रेस र एमाले, सुन्नुहोस् है, कङ्ग्रेस र एमाले वार्ता गर्दा पनि निकास दिन सक्ने हैसियतमा उहाँहरू नदेखिएपछि पटक पटक वार्ताको कुरा त हामीले काङ्ग्रेस नेतृत्वको सरकारसँगै गरे हो नि। ठुलो कुरा हो, सङ्घीयता संस्थागत हुने कुरा भयो, ठुलो कुरा हो, धर्मनिरपेक्ष नै हुने भयो यो देश अब सदाको लागि, ठुलो कुरा हो, समावेशी समानुपातिक सिद्धान्त स्थापित हुने भयो, त्यो ठुलो कुरा हो। तपाईँ समग्रमा हेर्नुहुन्छ भने यी चारवटै कुरामा माओवादीले उचित गर्व गर्न सक्छ। यो माओवादी युद्धमा त्याग तपस्या बलिदान गर्ने सबै शहीदहरू, बेपत्ता, घाइते, अपाङ्ग आम जनताको ठुलो जितको रूपमा रहनेछ। यो संविधान बनिसकेपछि इतिहासले के भन्छ भने यो आखिरी माओवादीको कारणले, किनभने खालि प्रदेशको सङ्ख्या कति र के नाम भन्ने कुरा मात्रै होइन नि यो परिवर्तन त, यो परिवर्तनको आयाम धेरै ठुलो छ नि। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक मान्यता भनेको त्योभन्दा धेरै ठुलो कुरा हो। आजको दुनियाँमा संसारले पनि यसबाट सिक्नु सक्छ। यस्तो चिज प्राप्त भएको छ, त्यसमा माओवादीले गर्व गर्ने यो ठुलो उपलब्धि। दोस्रो भन्नुहुन्छ भने अहिले यस्तो सङ्कटको बेलामा जनतालाई एउटा ठुलो राहतको र मनोबलको खाँचो भएको बेलामा पार्टीहरू मिलेर संविधान दिने भए भन्ने कुरा नै माओवादीको निम्ति पनि ठुलो उपलब्धि हो। त्यो 30 दलीय गठबन्धन इन्ट्याक्ट रहनुपर्छ, सतर्क रहनुपर्छ र फेरि कुनै न कुनै रूपले चाहिँ संविधान सभाभित्र बाहिर चाहिँ एकता प्रदर्शन गर्ने र जरुरी पर्दा अलिकति दबाब सृष्टि गर्नेसम्म पनि गइराख्नु पर्ने हुन्छ। यो कार्यान्वयन नहुँदासम्म चाहिँ यसको ग्यारेन्टी छ भन्न सकिँदैन। हामी आपसमा विभाजित भएर झन् उल्टै पहिचान पक्षधर या संघीयता पक्षधर, गणतन्त्र, धर्मनिरपेक्षता पक्षधरहरू नै आपसमा चाहिँ एकले अर्कालाई चाहिँ निषेध गर्नेतिर गयो भने त अर्को पक्षलाई त के खोज्छस् काना आँखो हुन्छ। त्यो भुल नगरौँ भन्ने छ मेरो। समान सोच भएका साथीहरू, समान मुद्दामा समानता भएका साथीहरूलाई धोका दिने सवालै हुँदैन। तर एउटा कुरा चाहिँ मेरो दिमागमा अलिक बढी नै के आयो भने नि, त्यसो गर्छु भन्दा भन्दै अर्को 8 वर्ष बित्ने देखियो क्या लक्षण त। अर्को 8 वर्ष बित्दा कुनै पनि राष्ट्रिय पार्टी पनि नरहने, नेता पनि नरहने, नेताको विश्वसनीयता पनि 0 भन्दा तल जाने, अनि राष्ट्रको अस्मिता र स्वतन्त्रता पनि खतरामा पर्ने भएपछि मैले त्यसलाई बढी महत्त्व दिउँ कि होइन वैद्यजी नरिसाउने बनाउनको निम्ति मैले चाहिँ काम गरौँ र अर्को 8 वर्ष बिताउँ कि देशले चाहिँ निकास पाओस्, साथीहरूलाई सम्झाइराख्नु। अहिले आशंका गरेर सम्झौता नगरेर के पाइन्थ्यो त? 8 प्रदेश पाइन्छ नामसहितको, सीमासहितको, 10 प्रदेश पाइन्छ त भनेर हेर्नुहोस् भन्ने मेरो साथीहरूलाई प्रश्न। पाइन्छ भने त ठिकै छ, यो नगरौँ। नपाइने झन् भएको पनि सबै गुम्ने भन्दा त 8 प्रदेश त अहिले त भयो। के को आधारमा भयो? पहिचान र चाहिँ सामर्थ्यकै आधारमा छ, हामी सबैले भनेकै आधारमा। त्यहाँबाट ब्याक हुने भनेको त विद्रोह हुन्छ नेपालमा। फेरि झन् ठुलो अहिले त जनतालाई के लागेको छ, संविधान बनाउँछु भनिरहेको छ काङ्ग्रेस एमाले, माओवादी मधेसी जनजाति मिलेर खालि आन्दोलन मात्रै भनेर भन्ने कन्फ्युजन भएको छ। भोलि उहाँहरूले पहिचान छोडेर 8 प्रदेश बनाउने कुरा गर्नुभयो, हिमाल पहाड तराई जोड्ने भनेर कुरा ल्याउनु भयो भने त त्यति बेला त हामी त झन् शक्तिको साथ आन्दोलन गर्ने स्थितिमा हुन्छौँ नि त। यो बेचैनी किन यति धेरै राजनीतिक दल र नेताहरूमा, र त्यो बेचैनी म तपाईँको आँखामा पनि देखिरहेको छु? मैले त्यसरी चाहिँ हेरेको छैन। अहिले राजनीतिक दलहरू जनतामा जाने जो प्रक्रिया सुरु भएको छ, मेरै पार्टी पनि अरू पनि, यसलाई मैले नकारात्मक ढङ्गले बेचैनीको अर्थमा बुझेको छैन। यो रूपान्तरणको तयारी हो।